ह्याङ्गओभर, बन्द कोठा, बन्द आँखा, आँखामा पलकको र छ्यालमा उठ्दै पर्दा प्रकाश र पानीमा केही समानता छ। सबैले कसैले रोक्न सक्दैन न त छेक्न नै। कोठाको पर्दालाई पराजित गर्दै मेरो आँखाको पर्दासम्म पुग्यो प्रकाश। इन्द्रविद खोल्ने प्रयास सुरु, आँखा खोल्ने जागर, भनौँ या इच्छा केही छैन। हात यताउता गर्दै सिरक खोज्न लागे। सिरक भेटे र अनुहार छोपी झ्यालको अर्को कोल्टे फर्की फेरि जिउँदो लास भए। केही समयको लागि छेउको बिस्ताराबाट कोही उठ्यो। होइन, कोही होइन, मेरो साथी। बिहानको निद्रा अचम्मको हुन्छ। जति सुत्न खोज्यो त्यति कोल्टे फेरिन्छ। अनिदमा अनि 5 मिनट भनेर आँखा चिम्म मात्र गरेको घन्टाको सुईले घडेको एक फन्को हान्न भइसकेको हुन्छ। अघि खलबलिएको निद्रा अब कहाँ त्यति बाक्लो हुन्छ र। म बिउजिसकेको होइन, तर निद्रा पनि पुरै लिप्त होइन, तर निद्रामा पनि पुरै लिप्त छैन। छेउछाउ मेरो वरिपरि के हुँदैछ सबै थाहा पाउँदैछ। पूर्ण चेतना नभए पनि धमिलिएको सपना जस्तै छ। अहिले मेरो वरिपरिको वास्तविकता के सत्य हो र के सपना छुट्याउन थोरै मुस्किल भइछ। साथी उठेर वासरुम गएको देखि ताला खोलेको सबै ध्वनि कानमा ठोकिँदैछ। चाहेर पनि मैले व्यवस्था गर्न सकिनँ। सिरक पनि निकम्मा रहेछन्, जब ती आवाज पनि थुन्न नसक्ने। बाहिर चराचुरुङ्गीहरू चिरबिर गर्दै आवाज निकाल्दै, बाटोमा गाडीको पिपिप, मान्छेहरूको गाईगोई हावा झ्यालमा आएर ठोकिएको मेरो मनको आवाज सबै सुन्दैछु म। सबै नै बेलुका रक्सी नपुगेको जस्तो हुन्छ, बिहानको निन्द्रा नपुगे जस्तो। यो ह्याङ्गओभर पनि राम्रो त होइन। हिँड्न लागेको होइन हो, आधा घन्टा पुगेर भरे। साथी तयार भयो र यति भन्दै कोठाबाट निस्कियो। यो मसँग होइन, कोही अरूसँग बोल्दै थियो र ऊ फोनमा उसको लागि। अहिले त म जिउँदो लास जस्तै थिएँ, जो कात्रो उडेर लम्पसार छ। फरक यति छ, यो लास भाँसमा होइन, भविष्यको आशमा छ। थैट, लास पनि कहाँ जिउँदो हुन्छ? लासमा पनि केही आश हुन्छ र? खै, तर बाँच्न बिर्सेको, भुलेको र नजानेका सबै मानिस जिउँदो लास त। अनि कसले भने लासमा आश हुन्न? त्यो सबै शहीदको लासमा आश थियो, परिवर्तनको सास गए, तर उनीहरूले मानिसको मनमा आश छोडेर गए। शहीद सपना र साथी कस्तो मिलेका यी सब। साथीसँग मेरो कानमा पर्ने सबै ध्वनिहरू पनि निस्किए कोठाबाट। साथीको प्रस्थान अनि निन्द्राको आगमन सँगसँगै भयो। जटा तवे कलजगा प्रवाह पापित स्थले गले लम्ब लम्बहित भुजङ्गतङ्ग मालिकम डमट 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 निनाद पर्वयम चकार चण्ड ताण्डव मनोतत्नम शिवम शिवम। ती आँखा भएका भगवान नै अघि आएपछि मैले आफ्नो दुई आँखा कसरी नखोलौँ। मोबाइलमा अलार्म बज्यो, शिवताण्डवको रूपमा। रक्सी र निन्द्राले छोडे जस्तो लाग्छ, तर दुई मध्ये एक बेइमान पक्कै छन्। न त आलस्य र टाउको भारी किन महसुस हुन्थ्यो होला। पोखरा सहर, नानी र पानीको भर हुन्न रे। नानी थाहा भएन, सङ र पानीको चाहिँ भर लाग्छ। त्यही सङ र पानीले त मलाई तान्छ पोखरमा, जसरी तान्छ सपनाले नेपालीलाई विदेश। चुरोटको बट्टामा एक खिल्ली चुरोट छैन, खाली चुरोटको बट्टाले मेरो खिल्ली उदाउँदैछ। बगली छाम्छु, बगलीमा पनि चुरोट छैन। कलम समात्ने औनाले अहिले चुरोट समाउन सिपालु भएको छ। पानामा शब्द होइन, फोक्सोमा धुवा भर्न सिपालु भएको छ। पात्रमा जीवन भर्न होइन, चुरोटको चियान भर्न व्यस्त भएको छ यो वक्ता, लेखक। यस्तै चाहिँ यो लेखकको दिनचर्या। अचेल खाली चुरोटको बट्टामा सल्काउन एक चुरोटको खिल्ली छैन। खाली यो कोठामा आफ्नै भविष्य र सपनामा आगो लगाएर बसेको एउटा लेखक छ। आफू चल्दा अरूलाई पनि खरानी बनाउन चाहने यो कस्तो इच्छा। संसारमा प्रकाश छर्न सक्ने हैसियत राख्ने आज आफैमा चलेर खरानी हुँदैछ। साथी काममा गयो। कहीँ गते चुरोट बगलीमा कहीँ अचम्मै पाराले लुकेको छ कि भनी फेरि त्यो बगलीकै अनुमति बिना गिचोल्न लागे। भेटियो त केवल 100 को केही नोटहरू, केही अरू चान्चुन अनि केही बिलहरू। फेरि यो बिल कस्तो अचम्म छ। यो मान्छेको जात र रक्सीको साथ भुल्न पिउनेहरूले भुल्ने भनेको हिजो बेलुका रक्सी पिउँदाको पल मात्र हो। जति कोसिस गर्दा पनि केही याद नआउने भइहाल्छ। आखिर हुन चाहिँ के भयो होला हिजो? आखिर गर्न चाहिँ के गर्यो होला हिजो? आखिर कहाँ थिए हिजो? त्यस्तै धेरै प्रश्नको चुस्की लिन लाग्छ दिमागले। हिजो मातिएर रक्सी धेरै भएर
पेट मात्रै होइन दिमाग पनि खाली भएछ भन्ने निष्कर्षमा पुगिन्छ। अन्त्य। तर साँच्चै मेरो पकेटमा यति धेरै बिल अनि चाहन्छन् कसरी? पहिलो बिल भन्छन् लेखकजी आफू कहिले लगाउन मान्नुहुन्न, तर आफ्नो कलमलाई कन्नम लगाएर राख्नु भएको छ। कथा नहालेर गर्न खोज्नु भएको के? यो मेसेजले थोरै भयो भने तपाईँहरूको बारमा अलिकति मुस्कान ल्याएर हस् त। ह्याङओभर पार्ट 1 छ यति नै। अर्को ह्याङओभर पार्ट 2 फेरि अर्को भिडियोमा तपाईँहरूको लागि पस्किनेछौँ। अहिलेको लागि चाहिँ यति नै भन्दै बाई बाई, टेक केयर। सबैजना स्वस्थ अनि मस्त रहनु होला। यो च्यानलमा हेर्नु भएको छ भने प्लिज सब्सक्राइब गरेर जानु होला। हस् त, धेरै धेरै धन्यवाद।